10 मा कति हो उहाँ त राम्रै हुनुहुने रहेछ तर अलि सोझी टाइपको सोझी नै हुनुहुन्छ जस गाउँले टाइपको पनि देखिन्छ है गाउँले टाइपको के हो राम्रै लाग्यो राम्रै छ है उहाँको त्यो राम्रै छ। इयरिङ पनि उहाँ जस्ट नर्मल गेटअप पनि राम्रै रहेछ सोझी जस्तो देखिनु सोझी टाइपको उहाँ मलाई त 10 मा 10 नै दिउँ हो 10 मा 10 है मन पर्यो यार होइन के देख्नुभयो उहाँ त त्यति मलाई राम्रै लाग्यो तपाईँलाई एकदम सोझी टाइपको होइन घर खाने टाइपको देखिनु भएको छ नि त घर खाने त्यसो है हो एकदम आम्मामामा। 10 मा 10 उहाँलाई उहाँले चाहिँ 10 मा 10 हो 10 आउट अफ 10 10 ओ माई गड यो त रेकर्डै भयो त 10 आउट अफ 10 त खासै धेरैले पाउनु भएको थिएन सुरुमै 10 उहाँलाई सुरुमै 10 है बाबा त्यति राम्री है एकदम राम्री ओहो ल ठिक छ 10 मा 10 पाउनु भएको छ हाम्रो फर्स्ट कन्टेस्टेन्टले ल नेक्स्टमा जाउँ 10 मा कति उहाँ चाहिँ अलिकति उहाँको चाहिँ फोटो पठाउँदा नै बिरामी टाइपको हुँदछ यो चाहिँ बिरामी मन पर्नेहरूको लागि चाहिँ बेस्ट अप्सन फेरि यो चाहिँ हस्पिटलको पोस्टमा हुनुहुन्छ होइन हुनुहुन्छ उहाँलाई छिट्टै शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ गर्दै उहाँलाई अब दिउँ न उहाँलाई 10 मा 6 दिउँ 10 मा 6 उहाँ छिटै निको हुनुहुन्छ अब ए 10 मा 6 पाएपछि उहाँ छिटै निको हुनुहुन्छ यतिको नम्बर पाएपछि यतिको नम्बर हो त्यही त अब यहाँ के अरे अब उहाँहरूले नै पठाउनु भएको फोटोहरू अब यस्तै पठाउनु भएको छ होइन अब सायद उहाँ कता हस्पिटलतिर हुनुहुन्थ्यो होला तैपनि हाम्रो भिडियो देखेर चाहिँ उहाँले चाहिँ हत्ता नपत्ता फोटो खिचेर चाहिँ पठाइहाल्नु भएछ उहाँहरूको लागि पनि त हामीले पनि त के गर्नु पर्यो गेट विल भन्न चाहन्छु ल ठिक छ ओके नेक्स्टमा जाउँ 10 मा कति 2 नम्बर भन्नुभएको छ उहाँलाई 2 यही दिउँ न त ए चुरिने 2 नम्बर भन्नको छ 2 है दिने उहाँलाई 2 भन्नुभएको छ नि त उहाँले होइन उहाँ एकदम काली दिलवाले ब्युटी ब्ल्याक ब्युटी जस्तो देखिनुहुन्छ त है 2 मात्र है ओहो ल ठिक छ 2 मात्र आउनु छ उहाँले जति माग्नु भएको त्यति नै दिएको त्यहाँ बढ्ता नदिउँ भनेर ए धेरै हुन्छ नि त फेरि उहाँको रिक्वेस्ट अनुसार 2 मा 2 दिँदा राम्रो हुन्छ ल जाउँ ल नेक्स्टमा जाउँ 10 मा कति उहाँ पनि खै के हो यो नर्स हो कि कुन ड्रेस हो यो के हो यो एयर होस्टेज हो कि नर्स के हो थाहा भएन त्यो चाहिँ तर उहाँहरूले नै पठाउनु भएको फोटो है एकदमै त्यसले गर्दा सिम्पल सोझी टाइपमा हुनुहुन्छ उहाँलाई यसो हेर्दा 10 मा 5 दिए 10 मा 5 ओहो ल 10 मा 5 है उहाँले 10 मा 5 पाउनु भएछ ल ठिक छ नेक्स्टमा जाउँ 10 मा कति ओ ब्ल्याक ब्युटी ब्ल्याक कलरमा हुनुहुन्छ जो सबै ब्ल्याकमा हुँदो रहेछ ड्रेस कपालदेखि लिएर सबैको होइन राम्रै छ उहाँको चुरासम्म ब्ल्याक रहेछ होइन ब्ल्याकै रहेछ चाहिँ फेरि ब्ल्याकको चाहिँ यो ब्ल्याकको फ्यान हुँदो रहेछ अब ब्ल्याकको फ्यान हुनेको लागि चाहिँ बेस्ट अप्सन ब्ल्याकै नम्बर दिउँ न उहाँलाई ब्ल्याकै नम्बर कति हो ब्ल्याक नम्बर भनेको अब हुन चाहिँ ब्ल्याक डे भनेर 24 भदौ भन्छ नि त यो जेनजी आन्दोलनको त्यसमा अगाडिको 4 दिएँ मैले अगाडिको 4 ल ठिक छ उहाँले पनि 4 पाउनु भएको छ ल सही हो ब्ल्याक नम्बरै पाउनु भएको छ ब्ल्याक ड्रेसमा नेक्स्टमा जाउँ 10 मा कति उहाँ पनि सोझी टाइप सोझी राम्री पनि देखिनुहुन्छ होइन सट्ट घडी छोडी यताउता फोनमा ट्याक्क सिम्पल उहाँको लुक्स र उहाँको घडी हेरेर मैले दिएँ ल घडी पनि हेरेर घडीमा दिएँ घडीमा कति बज्यो त्यो चाहिँ अहिले देखेको छैन के बजे अनुसार दिइरहेको छ कि जति बजेको छ त्यति दिने हो कि त्योभन्दा पनि उहाँको घडी राम्रो छ घडी चाहिँ राम्रो छ है उहाँलाई 7 दिएँ ल 7 घडीले नै आएको के हो त फेरि उहाँ घडी नलागेको भए उहाँले 3 पाउनुहुन्थ्यो घडी नलागेको छ 3 हो ल देखो जाउँ 10 मा कति उहाँ फेरि पुरै बर्की लाएर तपाईँको चाहिँ होइन टक्क गाउँले पारा गाउँले ड्रेसमा हुनुहुन्छ जस्तो लाग्यो कति दिने त उहाँलाई यसो हेर्दा 5 दिएँ उहाँलाई 5 है सिधै 5 ल ठिक छ नेक्स्टमा जाउँ 10 मा कति ओहो 4 आँखे फोन रहेछ 4 आँखे फोन तपाईँको फेरि उहाँको आँखा पनि 4 जस्तो होइन ठुल्ठुलो रहेछ मोबाइलको फोन जस्तै फोन हो मोबाइलको आँखा जस्तै उहाँको नि आँखा रहेछ एकदम ठुल्ठुलो ओम लेख्नु भएको रहेछ सिधा निधारमा चाहिँ उहाँ राम्रै हुँदो रहेछ उहाँलाई 4 दिएँ सिधै 4 है ल नेक्स्टमा जाउँ 10 मा कति यो फेरि बकैदा कहाँको ड्रेस हो कुनै थाहा भएन हामीलाई शेर्पा ड्रेस त होइन तामाङ पनि कुन ड्रेस हो यो कता कि चाइनातिरको हो कि यो भुटानतिरको हो कि सायद हाम्रो भ्युअर्सहरु भन्छ भुटानसम्म पुगिसक्यो है भुटानमा पनि हुन सक्नुहुन्छ हाम्रो भ्युअर्सहरु चाहिँ भनेपछि त
उहाँबाटसम्म पठाउनु भएछ ल भुटानीलाई चाहिँ कति दिने त भुटानी ड्रेसमा हुँदो रहेछ उहाँलाई 6 दिएँ ल 10मा 6 आम्मा भकैदा है ल मलाई ठिक 6 छ नेक्स्टमा जाउँ 10मा कति फेरि उहाँ अर्को ड्रेसमा हुँदो रहेछ फेरि थारू बकाइदा। ड्रेस हो क्या यो चाहिँ थारू ड्रेस हो र क्यारा पुरै राम्रै छ यो पोज पनि होइन फुलसुल बोकेर तपाईँको टक्क फुल दिनलाई रेडी रहेछ त के गर्ने त उहाँलाई 5 दिएँ ए 10मा 5 उहाँलाई 5 10 मा 5 अच्छा ठिक छ तब उहाँको लुक्स वाइज एभ्रिथिङ होइन एकदम गुड छ भेरी गुड छ ल यति नै रहेछ आजको हाम्रो ल हामी एकदमै जाडोमा आज सुट गरेको राखेको थियौँ एकदमै जाडोले गर्दाखेरि चाहिँ यो -डिग्री हामी अहिले 25 डिग्रीमा चाहिँ सुट गरिरहेको छौँ हावा बेसरी चलिरहेको छ त्यसले गर्दाखेरि अलिकति आजको सुट गाह्रो भयो एनिवे डिग्रीमा पनि हामीले यतिको सुट गर्न सकियो यतिको सर्नु छ तपाईँहरूको लागि फेरि तपाईँहरूले नै रिक्वेस्ट गर्नु भएको हुनाले चाहिँ तपाईँहरूलाई हामी यति दुःख गऱ्यौँ त्यस्तो माइन्ड चाहिँ नगर्नु होला जे जस्तो भने पनि भिडियोमा त्यो एकदम मजाको रूपमा एकदम इन्जोयको रूपमा लिनु होला त्यस्तो यो मजाक हो तपाईँको त्यस्तो चित्त दुखाउने कुरा चाहिँ 2 पाए भनेर 1 पाए भनेर चित्त नदुखाउनु होला पछि फेरि राम्रो फोटो पठाउनु भयो भने 10मा 10 पाउनुहुन्छ हुन्छ है ल ठिक छ गाइजहरु ल आज एपिसोड यतिको सकाइदिउँ है त ल त्यति ल धन्यवाद ल बाइ बाइ गाइजहरु